साथीहरु फेरि म आज एउटा नयाँ हिसाब लिएर आएको छु। आज हामी कक्षा 9 को यो हिसाब जुन यो त्रिभुजमा x डिग्रीको मान कति हुन्छ भन्ने कुरा पत्ता लगाउँछौं। ल सुरु गरौँ। सबभन्दा पहिला हामीले समद्विबाहु त्रिभुज दिएको छ भने यो कोण अनि यो कोण बराबर हुन्छ। यो तपाईलाई थाहा नै होला। त हामीले लेख्न सक्छौं एंगल ABC इक्वल टु एंगल ACB इक्वल टु 35 डिग्री। किनकि समद्विबाहु त्रिभुज रहेको छ अनि हामीले x डिग्रीको मान पत्ता लगाउनु छ। त हामीले लेख्न सक्छौं एंगल ABC प्लस एंगल ACB प्लस एंगल BAC इक्वल टु 180 डिग्री। किनकि त्रिभुजका भित्री कोणहरुको मान कति हुन्छ त 180 डिग्री। हामीले ABC को मान दिएको छ 35 डिग्री, यसको पनि 35 डिग्री अनि यसको x डिग्री इक्वल टु 180 डिग्री। हाम्रो यो 70 डिग्री हुन्छ। x डिग्री प्लस 70 डिग्री इक्वल टु 180 डिग्री अनि x डिग्री इक्वल टु 180 डिग्री माइनस 70 डिग्री। हाम्रो अतः x को मान कति आयो त 110 डिग्री। हाम्रो x को मान पत्ता लाग्यो। आजका लागि यतिकै, धन्यवाद।